नमस्कार। हजुरहरूको यो अप्पर ब्याक पेन छ, शोल्डरको दुखाइ छ भने म हजुरहरूलाई एउटा व्यायाम सिकाउँछु। सजिलो छ, कुर्सीमा बसेर गर्न सक्नुहुन्छ। मानौ हजुरको दाहिने साइडको चाहिँ शोल्डर ब्लेड दुखाइ छ, यो दाहिने साइडको चाहिँ अप्पर ब्याक पेन छ भने दुईटै हातलाई यसरी सिधा गर्नुस्। यसरी सिधा गरिसक्नु भइसकेपछि यसरी चाहिँ दुईटै हातलाई यसरी चाहिँ अपोजिट डिरेक्सनमा यसरी घुमाउनुस् र हजुरको दायाँ साइडको दुखाइ छ भने दाहिने हात चाहिँ यसरी चाहिँ देब्रे हातको यसरी तल यसरी राख्नुस् र दाहिने हात चाहिँ यसरी देब्रे कुममा यसरी राख्नुस् र देब्रे हात चाहिँ यसरी दाहिने कुममा यसरी समात्नुस् है। दुईटै हातले यसरी समात्नुस्। यसरी समातिसक्नु भइसकेपछि यो दाहिने कुइना चाहिँ यसरी देब्रे घुँडातिर मजाले लानुस् र दाहिने शोल्डरलाई दाहिने कुमलाई चाहिँ यसरी मजाले तलतिर धकेल्नुस्, पुस गर्नुस् र टाउकोले यसरी माथि हेर्नुस्। 10 सेकेन्ड होल्ड गर्नुस्। हजुरलाई मजाको तन्केको अप्पर ब्याकमा तन्केको राइट अप्पर ब्याकमा तन्केको महसुस मिल्छ। 1 2 3 4 5 6 7 8 9 10 र बिस्तारै सिधा गर्नुस् ब्याक टु नर्मल। देब्रेको लागि पनि यही अनुसार गर्न सक्नुहुन्छ। केही प्रश्न भए कमेन्ट गर्न सक्नुहुन्छ। भिडियो मन परेमा पक्कै लाइक गर्नुहोला र आफ्नो सोसियल मिडियाको साथीहरूलाई सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।